हेर न प्रिय, आज हामी छुट्टीको पनि वर्षौँ भइसकेछ। महिलाहरूको महान पर्व तीज नजिकिँदैछ। तिमी त्यो विगतलाई सम्झेर कहिले पनि नरुनु ल। म तिमीलाई आज त्यही तीजको अवसरमा एउटा रिक्वेस्ट गर्छु, मान्छौ? तिमी मेरो नामको नभए पनि अरू कसैको नामको भए पनि तिमी साडी वा कुर्ता लगाउनु अनि हातभरि चुडा अनि निधारमा कालो बिन्दी लगाउनु ल। तिमीलाई यति बवाल सुहाउँछ नि त्यो पोसाकमा। त्यो पोसाकमा हेर्ने मेरो ठुलो रहर थियो अनि तिमीलाई मेरो बेहुली भएको सजिएको हेर्न ठुलो रहर थियो। तर के गर्नु, समयलाई दोष दिएँ आफूलाई। यो सपना पुरा हुनै नै सकेन। खै आफूलाई पनि कसरी दोष दिउँ मैले सक्दो प्रयास त गरेकै थिएँ होइन र? तिमीले पनि गरेथ्यौ। तर खै किन तिम्रो मन एक्कासी बदलियो, तिमी टाढा नै हुन खोज्यौ। अब तिमीलाई बेहुली भएको हेर्न त मन छ, तर आफ्नो होइन, अरू कसैको नै। किनकि तिमी अब अरू कसैको भइसक्यौ। तर म तिम्रो बिहेमा आउँछु ल। तिमी बिहेमा त्यो मण्डपमा बस्नु अनि बिहेको दिन हातभरि चुडा अनि रातो साडीमा तिमी लस्टी नै सुहाउँछौ तिमी प्रिय। त्यतिखेर तिमीलाई मेरो याद कति पनि नआओस्। जति याद आउनु छ विगतका यादहरू सबै मलाई आओस्। तिमीलाई कहिले पनि त्यो विगतको यादहरूले नसताओस् प्रिय। किनकि कामना गर्छु तिमी खुसी छौ भने म पनि खुसी हुन्छु, तिमी दुःखी छौ भने म पनि दुःखी हुन्छु। किनकि तिमीसँग माया होइन यार, पागलपन भएको रहेछ। म तिमीप्रति पागलपन नै रहेछु। तिमीलाई बिर्सन मैले खै के गरौँ, तिमीले त एकछिनमै बिर्सिदियो रे मलाई। तर तिमीलाई मैले बिर्सनै सकेन यार प्रिय। खै कस्तो माया पर्छ तिमीलाई। तर पनि त्यसमा गुनासो नगर। तिमी खुसी छौ भने म पनि खुसी छु। हेर, तिमी जाँदैछौ रे भन्ने सुनेछु पराईको घर। तिमी त्यो डोलामा जाउली अनि म टाढैदेखि हेरेर बसौला। तिमी त्यो मण्डपमा सझ्यौली अनि म त्यहाँ अडियन्सको रूपमा जाम्ला, दर्शकको रूपमा। या तिमी न्युता दिनु अनि कुनै कुनै बेला त याद आउला, तर त्यो यादलाई कहिले पनि बाहिर नदेखाउनु। किनकि मलाई थाहा छ कस्तो पागलपन हुन्छ यादमा भनेर। मान्छे माया साथमा हुँदा पनि टाढा भएपछि बुझिने रहेछ माया के हो भने। मैले अहिले बुझेको छु। साथमा हुँदा मैले त्यति धेरै बुझिनँ होला तिमीलाई, तर अहिले धेरै बुझेको छु। किनकि साथमा भन्दा पनि मान्छे टाढा भए पनि बुझिन्छ भन्थे, हो रहेछ, त्यो पनि बुझेँ। तर तिमी खुसी हुनु सधैँ ल, ओके।